पिसाबमा पिप देखिएको थियो त्यति बेलामा। अहिले पुरै बन्द भएको छ। अलिअलि सेतो पानीको कण चाहिँ छ बाँकी, त्यसलाई अलिअलि अब त्यो आइरहेको छ, त्यसलाई हामी अझै कम गर्दै लिएर जान्छौँ है। ताकत भए जस्तो शरीर पनि सजिलो महसुस भएको छ नि होइन आफूलाई। नत्र त कस्तो गाह्रो हुन्थ्यो, हात खुट्टै गल्थ्यो। अहिले चाहिँ त्यस्तो हात खुट्टो गल्ली केही बाउडिने ओर्ने छैन नि अहिले। छैन। ठुलो ढाड दुख्ने ओर्ने अलिअलि चाहिँ दुख्छ, तर पहिला जस्तो चाहिँ दुखेको छैन। हजुर छैन। तर त्यो दुखेको लागि नि कम गर्नलाई औषध दिनु बिस्तारै जान्छ त्यो दुखाइ चाहिँ। यत्रो लामो समयसम्म सेतो पानी बगिरहेको थियो, त्यही भएर शरीरको कति धेरै पोषक तत्त्व पनि त्यहाँबाट नष्ट हुन्छ है। त्यो भएर ढाडको दुखाइ चाहिँ लामो समय लाग्छ। फेरि आफूले एनर्जी लाएर त्यो हड्डीसम्म पोषक तत्त्व पुग्नु पर्यो होइन, त्यो गर्न अलिकति समय लाग्छ नातिनी। त्यसलाई पनि बिस्तारै कम चाहिँ हुन्छ। अहिले सहन सक्ने त छ नि होइन आउने। त्यसपछि थोरै औषधि राखिदिन्छु, बिदा गरिदिन्छु। त्यसपछि आइराख्नु पर्दैन मलाई भेट्न ल।